हेलो गाइज, वेलकम टू अनदर भिडियो। मैले सधैँभरि हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँथेँ भने आज पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि मेरो फेसबुक पेजलाई फलो गरिदिनु, साथै साथ क्रिक बजार्स युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। आजको भिडियोमा मैले आइपिएल 2026 को बारेमा डिस्कस गर्नेछु। सेड्युल फिक्सर आएको छ र पहिलो म्याचको बीच भिडन्त हुँदैछ, त्यो पनि तपाईँले जानकारी पाइसक्नु भएको छ। तपाईँ यति आरसिबीको फ्यान हुनुहुन्छ भने आरसिबी लेखिदिनु होला कमेन्टमा। योपालि आरसिबीले कप जित्ला। अघिल्लो पालि जितेको च्याम्पियन डिफेन्डिङ च्याम्पियन आरसिबीले योपालि पनि ब्याक टु ब्याक भिक्ट्री गर्ला त राय सुझाव सल्लाह दिनु होला। र पुनः विराम लागेको मुम्बई इन्डियन्स र चेन्नई सुपर किङले योपालि कप जित्ला कि मुम्बईले जित्यो भने कमब्याक गरेर चाहिँ मुम्बईले 6वटा कप जित्ला, राय सुझाव सल्लाह दिनु होला। र आजको भिडियोमा मैले आइपिएल 2026 को बारेमा डिस्कस गर्नेछु। र आइपिएल 2026 को सुरुवात 28 मार्चबाट हुनेछ। पहिलो फेज भनेको 20वटा म्याचको लागि मात्र बीसीसीआईले सेड्युल निर्धारित गरेको छ, किनकि लोकल इलेक्सन छ कुन कुन क्षेत्रमा, त्यो सेक्युरिटी कम हुन्छ भनेर चाहिँ अहिले 20वटा म्याचको जुन 12 अप्रिलसम्मको मात्रै सेड्युल आएको छ। बाँकी चाहिँ लोकल इलेक्सनको डेट एनाउन्स भएपछि आउनेछ र 31 मेसम्म चाहिँ चल्नेछ, त्यो चाहिँ जानकारी आएको छ। तपाईँ कुन टिमको चाहिँ फ्यान हुनुहुन्छ त्यो पनि लेखिदिनु होला। तपाईँको फेभरेट टिम कुन हो त्यो पनि लेख्नु होला है। सुरु गरौँ। पहिलो म्याचको अलिकति डिस्कस गरौँ। पहिलो म्याचमा चाहिँ डिफेन्डिङ च्याम्पियन आरसिबी र सनराइजर्स हैदराबाद बीच बेङ्गलोरको होम ग्राउन्ड बेङ्गलोरमा हुनेछ। र यो म्याच इन्डियन टाइम 7:30 भनेको आइएसटी इन्डियन टाइम हो भनेपछि नेपाली चाहिँ 7:45 सुरु हुनेछ। 28 मार्चको चाहिँ यो म्याच छ। र मैले थोरै प्लेइङ 11 कुन टिम स्ट्रङ छ कुन टिम चाहिँ विक छ त प्लेइङ 11मा थोरै अलिकति दुईवटा ओपनिङ प्लेयरको मात्रै डिस्कस गर्नेछु, अरू चाहिँ म गर्दिनँ। रोयल च्यालेन्जर बेङ्गलोरको लागि फिलिप साल्ट र विराट कोहली ओपन गर्छन् भने सनराइजर्स हैदराबादका लागि अभिषेक शर्मा र ट्रेभिस हेडले ओपन गर्छन्। एकदम दुईटैको कम्पेयर गर्दा चाहिँ अलिकति मैले कम्पेयर गर्दा चाहिँ सनराइजर्स हैदराबाद स्ट्रङ छ भने आरसिबी अलिकति विक देखिन्छ, किनकि अभिषेक शर्मा र ट्रेभिस हेड चल्यो भने 6 ओभर नपुग्दै पनि 100 रन पुर्याइदिन्छन्। त्यस्तो गेम कस्तो सिचुएसनको गेम पल्टिदिन सक्छन् कि अघिल्लो आइपिएलको पनि हेरौँ हामी 9 ओभरमा चेस भएको छ होइन, 244 चेस भएको छ। त्यही भएर भन्न सकिन्छ कि योपालि हैदराबादले कप जित्न पनि सक्छ है। हैदराबाद प्याट कमिन्सको कप्तानीमै खेल्नेछ, किनकि कप्तानी चेन्ज गर्नै छैन हैदराबादले। प्याट कमिन्सको कप्तानीमै मैदानमा उत्रिनेछ हैदराबाद पहिलो खेलका लागि। र बेङ्गलोर पनि एकदमै कमजोर टिम होइन, बेङ्गलोर पनि एकदम खतरनाक टिम हो होइन। तर मैले चाहिँ अलिकति ओपनिङ पेयरमा चाहिँ स्ट्रङ चाहिँ किन हैदराबादलाई दिएँ भने अभिषेक शर्मा र ट्रेभिस हेडको जोडी चल्यो भने यस्तो खतरनाक चल्छन् कि कुरै छोडिदिउँ है। हुन त फिलिप साल्ट पनि खतरनाक छन्, अलिकति फर्ममा छैनन् तिनी। फिलिप साल्ट अलिकति फर्म राम्रो भयो भने चाहिँ बेङ्गलोरलाई अलिकति फाइदा हुन्छ होइन। तर बेङ्गलोरको होम ग्राउन्ड हो, एडभान्टेज चाहिँ बेङ्गलोरलाई नै हुन्छ, हैदराबादलाई अलिकति एडभान्टेज हुँदैन। हैदराबादको होम ग्राउन्डमा भयो हैदराबादलाई एडभान्टेज हुन्थ्यो भने बेङ्गलोरलाई चाहिँ एडभान्टेज हुन्छ। र बेङ्गलोरको प्लेइङ 11 पनि जस एउटा लगभग बाहिरिएका छन् भनौँ न, चोट कारण आइपिएल गुमाउन सक्ने देखिएको छ। र बेङ्गलोरको भुवनेश्वर कुमार फास्ट बलरको रूपमा आउँछन्। त्यसै गरी यासदोल अघिल्लो सिजनमा पनि एकदम राम्रो प्रदर्शन गरेका यासदोल पनि यो सिजनमा पनि खेल्नेछन्। एकदमै खतरनाक छ। अब भनौँ न, अब हैदराबादको पनि राम्रो छ एकदमै। अहिले इशान किसान एकदम खतरनाक फर्ममा छन्, वर्ल्ड कपमा देख्नुभयो प्रदर्शन उनले। 3 नम्बरमा इशान किसान खेल्न सक्छन् हैदराबादबाट भने। आरसिबीका रजत पाटीदार कप्तान एकदम राम्रो फर्ममा छन् होइन। अरू पनि छन्, रोमेडियो सेफर भयो, टिम डेभिड एकदम खतरनाक छ है। आरसिबीको टिम पनि एकदम स्ट्रङ छ भने हैदराबादको टिम पनि स्ट्रङ छ, किनकि अभिषेक शर्मा र ट्रेभिस हेडले ओपन गर्छन् भने 3 नम्बरमा इशान किसानले खेल्न सक्छन्। 4 नम्बरमा हेनरी क्लासन चल्यो भने गेम पल्टिदिन सक्छ। हेनरी क्लासनको तुफान, हेनरी क्लासन कुनमा भूमिकामा आउँछन् भने उनी हैदराबादको आउ छक्का मार आउ लङ हिटिङको लागि मात्रै उनी छन् के, त्यस्तो तरिकाले चाहिँ उनी मैदानमा छिर्छन्। त्यसैले तपाईँको विचारमा पहिलो म्याच आरसिबीले जित्छ या हैदराबादले जित्छ, राय सुझाव सल्लाह दिनु होला। तपाईँ कुन टिमको फेभरेट, त्यो तपाईँहरूको चाहिँ कुन टिम फेभरेट हो त्यो पनि राय सुझाव सल्लाह दिनु होला। यस्तै क्रिकेट सम्बन्धित जानकारीको लागि हामीसँग रहनु होला। धन्यवाद।